दर्शकबिन नमस्कार, बोल्दैछु राज मगर। आज पनि प्रेरणादायी सन्देश लिएर आइसकेको छु। आशा छ यहाँहरूको जिन्दगीमा सकारात्मक ऊर्जा थप्नको लागि सहयोग हुनेछ। यदि हाम्रो च्यानलमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब गर्न नबिर्सिनुहोला। साथीहरू, आजको विषयवस्तुतिर लागौँ। पहिलो हिँड्न सिक, संसार आफै तिम्रो पछि लाग्नेछ। प्रेरणादायी कथा। साथीहरू, जीवनमा यस्तो एउटा सत्य छ जुन धेरै मानिसहरूले ढिलो बुझ्छन्। पहिले आफू हिँड्न सिक, त्यस पछाडि संसार आफै तिम्रो पछि लाग्नेछ। आज धेरै मानिसहरूको ध्यान अरूले के गरिरहेको छन् भन्ने कुरामा हुन्छन्। कसैले नयाँ घर किन्यो, कसैले महँगो गाडी किन्यो, कसैले राम्रो जागिर पायो, अनि हामी आफ्नो जीवनलाई उनीहरूसँग तुलना गर्न थाल्छौँ। तर असफल मानिसहरूले अरूलाई पछ्याएर सफल भएका होइनन्, उनीहरूले आफ्नै बाटो बनाएर अगाडि बढेका हुन्। सानो बच्चाहरूले हिँड्न सिक्दा कतिपय लड्छ, एकपटक होइन, दुई पटक होइन, सयौँ पटक। तर उसले कहिले म हिँड्न सक्दिनँ भनेर हार मान्दैन। प्रत्येक पटक उठ्छ, फेरि प्रयास गर्छ, अन्ततः दौडिन थाल्छन्। जीवन पनि ठिक त्यस्तै हो। तिमीले आज सुरु गरेको काम पहिलो दिन सफलता नआउन सक्छ। पहिलो दिनमा कसैले तिम्रो प्रशंसा नगर्न सक्छ। पहिलो वर्षमा कसैले तिम्रो नाम पनि नसुन्न सक्छ। तर यदि तिमी रोकिएनौ भने एक दिन तिमी मेहनतले नै संसारलाई तिम्रो नाम लिन बाध्य बनाउनेछ। धेरै मानिसहरू सफलताको नतिजा मात्र देख्छ। उनीहरूले सफल मानिसको सङ्घर्ष, आँसु, असफलता र एक्लोपन देख्दैन। जब तिमी सङ्घर्ष गरिरहेको हुन्छौ, धेरैले हाँस्नेछन्, तिमीलाई कमजोर भन्नेछन्, तिम्रो सपना सानो बनाउने प्रयास गर्नेछन्। तर याद राख, मानिसहरूले सफलता भन्दा पहिलो विश्वास गर्दैनन्। सफलता पाएपछि भने त्यही मानिसहरूले तिम्रो प्रशंसा गर्न थाल्छ। सूर्य उदाउनु अघि संसार अँध्यारो हुन्छ, तर सूर्य उदयपछि त्यही संसार उज्यालो हुन्छ। त्यसैले अहिले अँध्यारो छ भनेर यात्रा रोक्ने होइन। आज तिमी एउटा सानो कदम चाल, भोलि अर्को कदम चाल। सानो कदमहरूले नै ठुलो यात्रा पुरा गर्छन्। यदि तिमी व्यवसाय गर्न चाहन्छौ भने आज योजना बनाऊ। यदि पढाइमा सफल हुन चाहन्छौ भने आजदेखि पढ्न सुरु गर, किनभने सही समय भोलि होइन, सही समय आज हो। याद राख, संसारले सफल मानिसलाई पछ्याउँछ, बहाना बनाउने कोहीलाई होइन। तिमीले आफ्नो सपना पुरा गर्न सुरु गर। कसैले साथ नदिए पनि अघि बढ, किनकि सुरुवातमा बाटो खाली हुन्छ, तर जब तिमी सफल हुन्छौ, त्यही बाटोमा हजारौँ मानिस हिँड्न थाल्छ। कुनै पनि धुलो रुख एकै दिनमा हुर्किँदैन, एउटा सानो बिरुवा रुख बन्छ। बिउले कहिले गुनासो गर्दैन कि म किन यति सानो हुँ भनेर। त्यो चुपचाप माटोभित्र सङ्घर्ष गर्छ, पानी सहन्छ, घाम सहन्छ, हावा सहन्छ, समय सहन्छ। समयसँगै त्यही बिउ विशाल रोप बन्छ। मानिस पनि यस्तै हो। सङ्घर्ष बिना सफलता असम्भव छैन। त्यही तिमी अहिले दुःखमा छौ भने
निराश नहुनु। सायद भगवानले तिमीलाई ढिलो सफलताको लागि तयार पारिरहनु भएको छ। आफ्नो लक्ष्यमा विश्वास गर, आफ्नो मेहनतमा विश्वास गर, आफ्नो यात्रामा विश्वास गर, किनकि संसारले अन्तिम नतिजा मात्र देख्छन्, तर तिम्रो सङ्घर्ष तिमीलाई मात्र थाहा छ। त्यसैले अरूको तालीको प्रतीक्षा नगर, आफ्नो काम गर, आफ्नो सिप बनाऊ, हरेक दिन हिजोभन्दा राम्रो बनाऊ। जब तिमी बलियो बन्छौ, संसार आफै तिम्रो मूल्य बुझ्न थाल्छ। याद राख, सिंहले कहिले जङ्गलमा सबै जनावरलाई बोलाएर आफू राजा हो भनेर घोषणा गर्दैन। उसको शक्ति, आत्मविश्वास र कर्मले नै सबैलाई थाहा हुन्छ कि राजा को हो। त्यसैले धेरै बोल्ने होइन, धेरै गर्ने बानी बसाल। एक दिन तिम्रो काम नै तिम्रो परिचय बन्नेछ। आत्मा फेरि एउटा हिँड्न सिकौँ, सपना पुरा गर्न सिकौँ, आफ्नो डरलाई आफ्नो विश्वास गर्न सिकौँ। जुन दिन हामी साँच्चै अघि बढ्न थाल्छौँ, त्यो दिन संसार तिमीलाई छोड्न सक्दैन। संसारले यो च्यानल मन पऱ्यो भने भिडियो लाइक, सेयर, सब्सक्राइब, कमेन्ट गर्नु नबिर्सनु। र यस्तै प्रेरणादायक कथाहरूको लागि हाम्रो च्यानललाई सब्सक्राइब